जब दर्शन जन्मेको थियो अनि त्यति बेला जन्मिँदै गर्दाखेरि दर्शनलाई जन्मिँदा डक्टरले थुप्रै नेगेटिभ कुराहरू भनेको थियो है। आज उसको हार्टमा दुलो परेको छ अनि थुप्रै कुरो भनेको थियो। अनि जन्मिँदै गर्दाखेरि दर्शन यस्तो थिएन है, एकदमै माया लाग्दो। अनि बाउ आमाले पनि सोचेको थिएन है, बाउ आमाले पनि सोचेको थिएन। अनि त्यति बेला एकदम अप्ठ्यारो उसको के अरे नाजुक अवस्था थियो है। अनि त्यही माथि जेन्डिस भएर अनि एकदमै यस्तो बाध्य बुद्धिमानी अनि यस्तो हेल्दी अथवा है हुन्छ भनेर सायद बाबुआमाले सोचेको थिएन होला। तर बाइबलले भन्छ यहाँनिर कि आज मेरो निम्ति मानिसको निम्ति परमेश्वरको विचारहरू महान छन्। हामी जे देख्छौँ त्यो कुरो आज हामी जान्दैनौँ भोलिलाई, तर परमेश्वरले आज हामीलाई जान्नु भएको छ। अनि दर्शन सँगसँगै हामी सबैको लागि यो कुरो आज अति नै प्रभावशाली छ। जे कुरो हामी देखेको छौँ त्यो कुरा आज हामीले देख्न सक्छौँ। 10 कोरिन्थी 4:18ले भन्दछ, यसरी भन्दछ कि आज जुन कुरोहरू देखिने छ त्यो कुरोहरू चाहिँ आज के हुन्छ, सधैँभरि रहन सक्दैन। देखिने कुरो सदैव, तर जुन कुरो देखिँदैन त्यो चाहिँ सधैँभरि हामीसँग रहन्छ। दर्शनलाई जन्मिँदै गर्दाखेरि आमा बाउले जुन कुरो देखेको थियो सायद आज त्यो कुरो आज उहाँले ठिक अपोजिट उहाँले देखिराख्नु भएको छ। हामी देखिराख्नु भएको छ। दर्शनको जीवनमा परमेश्वरले निश्चय नै आज ठुलो योजना विचार राख्नु भएको छ। अनि उहाँको सङ्ख्याहरू चाहिँ धेरै महान छ, जुन कुरो चाहिँ आज मानिसले अथवा आमा बाउले पनि सोचेको छैन होला। सायद आमा बाउले सोच्दै होला दर्शनलाई भोलि गएर डक्टर बनाउँछु, भोलि गएर उसलाई इन्जिनियर बनाउँछु, मेरो नानीलाई म यो बनाउँछु त्यो बनाउँछु भनेर सोचिरहेको होला। तर दर्शनको लागि चाहिँ परमेश्वरले अघिबाट नै आज जे हुनपर्ने छ त्यो सबै कुरो कम्प्लिटली उहाँको भित्र आज परमेश्वरले हालिदिइसक्नु भएको छ। यसले गर्दाखेरि हामी धेरैचोटि आमा बाउहरूले यो सेन्सिटिभली यो कुरो लिनुपर्छ कि आज हामीले नानीमा चाहिँ एउटा परमेश्वरको एउटा क्यारेक्टर अनि परमेश्वरको योजना कसरी हुन्छ नि, त्यो भित्र चाहिँ आज जे प्रभुले राख्नु भनेको ईश्वरले राख्नु भएको छ त्यो कुरो भित्रबाट आउँदै गरेको हुन्छ। अनि ऊ भित्रबाट आउँदै गयो। यसकारण आमा बाउले धेरैचोटि के गर्छ भन्दै गर्दाखेरि जबरजस्ती गर्दै गरेको हुन्छ। अनि आमा बाउलाई जे मनपर्छ त्यो कुरो छोराछोरीलाई बनाउने कोसिस गर्दै गरेको हुन्छ। अनि धेरैचोटि चाहिँ यो कुरो के हुन्छ भने क्लास हुँदै गरेको परमेश्वरको योजनासँग विचारसँग आज के हुँदै गरेको हुन्छ, जुझ्दै गरेको हुन्छ। अनि कतिचोटि के उसको फ्युचरमा यसले प्रभाव पार्दै गरेको हुन्छ। यसैले आमा बाउले जहिले पनि हाम्रो ठुलो जिम्मेवारी चाहिँ के हो, प्रभुको योजना, प्रभुको इच्छा मेरो छोराको जीवनमा, मेरो छोरीको जीवनमा, मेरो नानीको जीवनमा पुरा भएको होस्। हामी चाहिँ जस्तो एउटा भण्डारी जस्तो मात्र हौँ। हामी चाहिँ संसारमा आमा बाउ चाहिँ एउटा के हो, एउटा उनीहरूलाई केही रेखदेख गर्ने मात्र हो। तर हाम्रो योजना र हाम्रो सबै कुरो चाहिँ नानीमाथि थोप्नु कहिले पनि हुँदैन। किनभनेदेखिलाई उसको लागि जहिले परमेश्वर अगाडिबाट नै योजना राख्नु भएको छ, के हुनुपर्ने है। त्यसले गर्दाखेरि आज दर्शनको लागि पनि जे हुनुपर्ने छ, आमा बाउले चाहिँ असल कुरो सिकाउने हो, अनि परमेश्वरको वचनलाई सिकाउने हो, हुर्काउने हो, उसको लागि आशीर्वाद बोलिदिने हो, उसको लागि राम्रो कुरो गरिदिने हो। अरू सबै योजनाहरू चाहिँ परमेश्वरको पुरा भएर जान्छ। आज हामीले दर्शनलाई देखिरहेका छौँ, खुसी लाग्छ, भव्य छ है, एकदमै के अरे चङ्को छ, तर एकदमै ऊ के आशिषित छ। अनि भोलिको दिनमा निश्चय नै उसको जीवनमा परमेश्वरको योजना छ। निश्चय नै प्रभुले आफ्नो समयमा आफ्नो छोराको जीवनमा त्यो पुरा गर्नुहुनेछ। उसको नाउँमा त्यसलाई हामी क्यान्सल गर्छौँ। प्रभु तपाईँले स्वर्गमा त्यसलाई रद्द गरिदिनु प्रार्थना गर्न चाहन्छौँ। धन्यवाद प्रभु, भाइ अनुकलाई बहिनी बिनालाई तपाईँको रकन्डुको आउँदछौँ। प्रभु धन्यवाद, मलाई तपाईँले असल बाउ आमा बनाउनु भएको छ। 4 वर्ष समय नानीलाई हुर्काउनमा बढाउनमा तपाईँले सहायता गर्नुभयो। हरेक समय, हरेक रात, हरेक दिनमा प्रभु तपाईँले उनीहरूलाई गाइड गर्नमा सहायता गर्नुभयो। धन्यवाद, असल प्यारेन्ट्सहरू बनाउनु भएका लागि उहाँहरूको लागि धन्यवाद दिन चाहन्छु। अनि म यही प्रार्थना गर्न चाहन्छु, तपाईँले विशेष गरेर यो जन्मदिनको शुभ अवसरमा हामी नानीको लागि प्रशस्त आशिष अनुग्रहलाई बोल्दछौँ। धन्यवाद, तपाईँले सहायता गर्न सक्नु। तपाईँको महिमा यो नानीको जीवनमा भएको होस्, तपाईँको योजना यो नानीको जीवनमा पुरा भएको होस्, तपाईँको उद्देश्य यो नानीको जीवनमा पुरा होस् प्रार्थना गर्न चाहन्छौँ। धन्यवाद दिन सबै संसारको दूषित कुरोमा कुनै पनि कुरोले यो नानीलाई छुने छैन भनिकन म प्रार्थना गर्दछु। धन्यवाद प्रभु, हामीलाई यो समय दिनुभएको लागि, यो अवसर दिनुभएको लागि सबैबाट पिता तपाईँलाई म यहाँ प्रार्थना गर्दै धन्यवाद दिँदै आशिष माग्छौँ। गरे त
केकमा एक्स्ट्रा फ्लेभर केसमा झर्छ र त आगो बस्छ